वेलकम टु माई भिडियो अलि लास्ट ल है गाइस म चाहिँ आज बुटोलतिर इन्ट्री भइसक्यो होइन पुरानो बस पार्क छन् गाइस हामी चाहिँ अबदेखि चाहिँ कन्टिन्यू भ्लग आउँछ युट्युबतिर चाहिँ यसो सब्सक्राइब गर्नु होला मेरो युट्युब च्यानल चाहिँ आलेडन छ होइन मेरो साथमा चाहिँ भर्खर चाहिँ पछि चाहिँ हेमन थापा हुनुहुन्छ तर नदेखाउँ होला उहाँलाई मस्त अब चाहिँ भिडियो कन्टिन्यू आइरहेको छ होइन यसो सब्सक्राइब चाहिँ गरिदिन नभुल्नु होला आलेडनलाई माया देखाउनु होला गाइस त्यो आलेडनलाई बिर्सेको सबैले फेरि युट्युबमा कमब्याक भइसकेको छ गाइस ल है गाइस हामी चाहिँ काम सकेर अब हिँडियो घरतिर हिँड्यो गाइस आजको भ्लगमा चाहिँ देखाउन चाहन्छु भन्दा चाहिँ आजको भ्लगमा चाहिँ हाम्रो स्पेसल यहाँ बस पार्कतिर यसो चलपल के छ भन्ने हिसाबले हो हामी चाहिँ आएको माहौल चाहिँ ठिकै रहेछ होइन हेमन सर कस्तो लाग्यो त आजको दिन चाहिँ मौसम चाहिँ ठिक छ गुड छ होइन गरेर भाइरल हुने हो के लास्ता लड्कीहरू जाँदै चिक्कोहरू त्यस्तो नभन्दा बल्ल सुरुवात हुने आजकै दिन त्यस्तो बोल्छ ल गाइस आजको हाम्रो भ्लगमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि फेरि सानो सर र म चाहिँ यसो होइन यसो भिडियोमा चलपल दिने पुरा भेषमा होइन हेमन सर मस्त हो नि होइन हामी चाहिँ यसो खास हिँड्ने हेमन सरलाई यसो यहाँ लड्कीको खाँचो भएर यसो देखाइदिउँ भन्ने सोच हो अब हेमन सरले के भन्नुहुन्छ हेमन सर यस्तो लड्की चाहिँ कहाँको देवीनगरको राम्रो छ भन्नुभएको नि तपाईँले देवीनगरमा चाहिँ च्वाक छन् को च्वाक हो मेन्सन हानिदिउँ त मेन्सन अरे मेसेज हानिदिउँ त हाम्रो के छ अरे यामार मगरे है टिकटक आइडी चाहिँ उहाँको होइन एकदम बवाल छ गाइस दामी हुनेवाला छ है आज हेरौँ है देवीनगरतिरको चलपल चाहिँ यस्तो छ के गर्नु त अब यस्तै त छ आलेडनको भ्लगमा आइसकेपछि माया नदेखाएर के देखाउने त म त्यही भन्न चाहन्छु क्या तपाईँहरूलाई गाइस हेमन सर बोल्दैन म ठाके यार सुरुवात नै ठाके रन ल बोल यसो बोल्दैन बुटोलमा चाहिँ माहौल आज चाहिँ लड्कीहरू ज्यादा छ नै आज चाहिँ कतै मेला छ आज देवीनगरमा चाहिँ खतरा मेला छ अरे हिजो चाहिँ भवालै हो नि गाइस मस्त है दुईजना होराइजन चोक चाहिँ आइयो सो फाइनली गाइस होराइजन चोकतिर हामी अब नआत्याएर हेरौँ त यहाँ दुईवटा दिदी बहिनीहरू के गर्नु त के कहाँ आयो भनेर आलेदनको शब्द चाहिँ आज न्यु भ्लग हो अब बोल्न पनि यहाँ अब त्यस्तै हो बोल्न त अब सिक्दै न्युमा हो मन पराइदिनु होला सबैले हो आज के छ र लाइफमा लगाएको छ हामीले हेमनलाई चाहिँ अब यहीँ घर हेमन घर चाहिँ यहीँको लगायो त बाबु राम्रोसँग बसेस् त्यही हो अब निलो फिल्म चाहिँ कत्रो हेर्ने अरे अहिले सुत्ने बेलामा न ए मलाई हाल्नु यही हो भरसँग मेरो पछि बसेको सो गाइस यस बस्नु चाहिँ काम नभएर म चाहिँ मुर्गातिर अब म चाहिँ ल बाबु बाल त क्वाक भालेको जस्तो बसेँ त अब भेटौँला कुनै दिन टाइम मिलाएर है तेरा भाइ असु बोल्छ साले गाडा बस सो गाइस यसलाई चाहिँ छाडियो अब चाहिँ घरतिर लासियो साथी मन थापा घर चाहिँ छाडियो गाइस घन्टाको आधा घन्टा भनेपछि
15 को 60 मिनटमा घर पुग्नु गाइस। गाइस घर पुगेपछि भेटौँला है ल। म चाहिँ गाइस अब चाहिँ हामी चाहिँ घरतिर यसो लाग्नलाई लाग्यो होइन। हामी चाहिँ साउथ होटलमा इन्ट्री भइसकेको छ र हेलो गाइस यतातिर चाहिँ हाम्रो साउथ चाहिँ यता छन्। यसो नयाँ न्यू भलक आजदेखि केही बोलिन् न साउ। हेलो 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 हाम्रो भाइको भ्लगलाई सब्स्क्राइब गर्नु होला। ल यतातिर चाहिँ हाम्रो भान्जो ओ भान्जो के छ भान्जो एकदम ठिक छ नि। आज चाहिँ भलकमा यस्तो केही बोल्नु नपर्यो। सो गाइस घरमा इन्ट्री हान्ने अब चाहिँ डेली भलक आउँछ है। डेली थिएन 2 दिन बिराएर टक्क लाएर सबैले सब्सक्राइब गरिदिउँ है त। त्यही भन्न चाहन्छु। आजलाई यति